Okay, sit down. Thank you, sir. आज म तिमीहरूलाई तिमीहरूलाई म पाँचौँ कक्षाको यो नेपाली विषय पढाउँदैछु र नेपालीको आजको विषय चाहिँ के रहेछ भन्दाखेरि चाहिँ पर्यावरण के रे पर्यावरण हैन पर्यावरण भनेको चाहिँ के हो भन्दा चाहिँ हाम्रो अङ्ग्रेजीमा यसलाई इन्भाइरोमेन्ट पनि भन्छौँ हैन यो पर्यावरण तिमीले बाहिर हेर त बाहिर रुखपात देख्दैछ माटो ढुङ्गाहरू देख्दैछ हावाहरू आएको तिमीलाई फिल हुँदैछ हैन महसुस हुँदैछ र अब यो सबै कुरोलाई मिलाएर चाहिँ हामीले यो पर्यावरण हामी भन्छौँ है अब यो पर्यावरण बचाउनको निम्ति पर्यावरण राम्रो हुनको निम्ति चाहिँ हामीले हाम्रो वरिपरि घरको वरिपरि गाउँघरमा चाहिँ हामीले के गर्नुपर्छ रुख रोप्नुपर्छ अथवा पौधा रोप्नुपर्छ बुझ्दैन यदि हामीले पौधा रोपेनौँ भनेदेखिलाई हाम्रो पर्यावरण चाहिँ खडेरी लाग्छ हाम्रो वरिपरि खडेरी लाग्नु भन्नु मतलब पानी हुँदैन पानी पर्दैन खेतीपाती हुँदैन हैन गरम हुन्छ हामी पिउने पानी पनि पाउँदैनौँ पानी उम्रिँदैन हामीले कतिवटा काम गर्नु धेरै असुविस्ता हुन्छ र हामीले पर्यावरणलाई बचाउनको निम्ति हामीले धेरै कुराहरू जान्नु आवश्यक छ बुझ्दैन र पर्यावरणको निम्ति सबैभन्दा पहिला हामीले जान्नुपर्ने कुरा चाहिँ के छ भन्दा चाहिँ पौधा लाउनुपर्छ हरियोपात पौधा आफ्नो घरको वरिपरि गाउँमा लागेको छ भने हाम्रो वातावरण पनि एकदमै के हुन्छ दूषित हुन्छ कि के हुन्छ पवित्र हुन्छ अथवा कस्तो हुन्छ भन त यदि हामीले रुखपात वरिपरि हराभरा छ भने हाम्रो यो वातावरण चाहिँ कस्तो हुन्छ असल हुन्छ राम्रो हुन्छ हैन हो कि हैन हामीलाई दूषित अरू कुनै चिजले हामीलाई आक्रमण गर्दैन हामी दुर्बिमार हुँदैनौँ हो कि हैन त्यसले गर्दाखेरि पर्यावरण भनेको बारेमा तिमीले सबैभन्दा पहिला जान्नुपर्छ त्यो पर्यावरण भनेको के हो अनि पर्यावरणलाई बचाउनको निम्ति तिमी हामी सबै मिलेर के गर्नुपर्छ आफ्नो क्षेत्रमा पौधाहरू हरियो पौधाहरू लाउनुपर्छ अनि पौधा लगायो भने हामीलाई धेरै फाइदा छ हामीले पौधाहरूबाट अक्सिजन पाउँछौँ होइन फेरि हाम्रो वरिपरि शीतल हुन्छ अनि पानी उम्रिन्छ हाम्रो वरिपरि धेरै राम्रो के भन्नु फलफुलहरू फल्नु थाल्छ अब रुखै रोपेनौँ भने उजाड हुन्छ पानी पनि पर्दैन होइन धेरै कुराहरूको असुविधा हुन जान्छ त्यसले गर्दाखेरि हामीले पर्यावरणलाई बचाउनको निम्ति सर्वप्रथम हाम्रो प्रमुख काम चाहिँ हरियो पौधा आफ्नो घर वरिपरि लाउनु धेरै आवश्यक छ बुझेन ल आजलाई हामी पर्यावरणको अहिले परिचय मात्रै राखेँ र बाद बाँकी हामी फेरि पढ्दै जानेछौँ है ल धन्यवाद।